ताली बजाउने छौँ। हाम्रो परमेश्वर पितालाई हामी महिमा आदर है सम्मान उहाँलाई नै दिनेछौँ, किनभने उहाँ मात्र एउटा योग्यको हुनुहुन्छ है। र साथै यहाँ भर्खरै जति पनि जोडिनु भएको छ, मैले आदर गर्नुपर्ने पास्टर बुवा, आमा, एल्डर डिकन, दाजुभाइ, दिदीबहिनी, सम्पूर्ण मण्डली परिवारलाई म कुसुमको तर्फबाट जय मसीह अनि स्वागत छ। र आजको सिड्युल म तपाईँहरूलाई पढेर सुनाउने छु। आज हामीलाई वर्शिपमा डोर्याउनु हुनेछ। आजको आराधक वर्शिपरहरू हुनुहुन्छ आदरणीय भाइ सुनिल अनि बहिनी मन्जु, ग्लोबल इन्टरसेसरी प्रेयर मुभमेन्ट वर्शिप टिम काठमाडौँ नेपालबाट। र आज हामीलाई वचनको निम्ति प्रार्थना गरिदिनु हुनेछ मेरा आदरणीय आत्मिकी दिदी प्रमिला खड्का साइप्रसबाट। र आजको जीवित वचन लिएर आउनु हुँदैछ हाम्रो आदरणीय पास्टर उमा भण्डारी काठमाडौँ नेपालबाट। र छोटो गवाई हुनेछ तपाईँहरू माध्यममा जसलाई अगुवाई भइरहेछ, तपाईँहरूले 2 कि 3 मिनट लिएर तपाईँहरूले जीवित गवाई है परमेश्वरको बाँड्न सक्नुहुनेछ। र त्यसपछि हाम्रो अन्तिम प्रार्थना गरिदिनु हुनेछ हाम्रो आदरणीय पास्टर बुवा विकास नेपाली ज्यू, होसाना चर्च बर्दिया इस्ट नेपालबाट। यस प्रकार छ आजको सिड्युल। र यतिखेर हामी ढिलो नगरिकन हामी स्तुति आराधनामा जानेछौँ र हाम्रो आजको आराधक भाइ सुनिल अनि बहिनी मन्जुलाई हामी ताली बजाउँदै स्वागत गर्नेछौँ र यो समय उहाँलाई दिनेछौँ। हुन्छ, परमेश्वरलाई महिमा होस्। फेरि पनि सबैजनालाई जय मसीह। आजको साँझ फेरि पनि हामी परमेश्वरको उपस्थितिमा आएका छौँ। साँच्चै नै हाम्रो परमेश्वर महान हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, जसले चाहिँ आजको दिन आजको साँझलाई हामीलाई दिनुभएको छ उहाँको महिमा गर्नलाई अनि उहाँको उपस्थितिमा बस्नलाई। जुन यो मौका, जुन यो अवसर उहाँले हामीलाई दिनुभएको छ, हाम्रो परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ। आज हामी जतिजना पनि यो ठाउँमा छौँ, जतिजना पनि परमेश्वरको उपस्थितिको निम्ति हामी आएका छौँ, हामी यो ठाउँमा चाहिँ त्यत्तिकै छैनौँ। यो ठाउँमा हुँदै गर्दा चाहिँ यहाँ चाहिँ हाम्रो जीवनमा परमेश्वरको योजना छ र वचनमा लेखिएको छ, बोलाइएका धेरै छन् तर चुनिएका थोरै छन्। आज जुन हामी जतिजना पनि यो ठाउँमा छौँ, हामी चाहिँ प्रत्येक चाहिँ चुनिएकाहरू मध्येमा पर्दछौँ। र जुन हजारौँ लाखौँको भिडबाट उहाँले हामीलाई आजको दिन यो समयहरूमा उहाँले हामीलाई चुन्नुभयो र उहाँको महिमाको निम्ति उहाँले हामीलाई ल्याउनु भयो उहाँको उपस्थितिमा। आज उही परमेश्वर सर्वशक्तिमानको उपस्थितिमा आज हाम्रो जीवनले आराधना गर्दै उहाँको उपस्थितिमा जानेछौँ। र जसै आजको दिन हामी उहाँको उपस्थितिमा जानेछौँ, जसै हाम्रो हृदयलाई खोलिकन उहाँको नजिक जाँदैछौँ, आज परमेश्वरले शक्तिशाली कार्यलाई गर्दै हुनुहुन्छ। यो समय हाम्रो हृदयलाई चाहिँ हामी तयार गर्न थालौँ। उहाँको उपस्थितिमा आफूलाई बिर्सिकन उहाँको उपस्थितिमा जान थालौँ, जो महान हुनुहुन्छ। पवित्र आत्मा हामी तपाईँलाई स्वागत गर्दछौँ। पवित्र आत्मा हामी तपाईँलाई स्वागत गर्दछौँ यो समय हाम्रो बिचमा। आज परमेश्वरले हाम्रो बिचमा शक्तिशाली कार्यलाई गर्दै हुनुहुन्छ। त्यो दाउदको ढलेको वासस्थानलाई चाहिँ फेरि पनि उहाँले पुनर्निर्माण गर्दै हुनुहुन्छ। आज हाम्रो जीवनमा ढलेका कुराहरू फेरि पनि परमेश्वरले पुनर्निर्माण गर्दै हुनुहुन्छ। जसै आज हामी आराधनाभित्र पस्नेछौँ, परमेश्वरको उपस्थितिमा जानेछौँ, उहाँको उपस्थितिमा चाहिँ सबै कुराहरू छ, जो महान हुनुहुन्छ,
जो जीवित हुनुहुन्छ। आउनुहोस् हामी परमेश्वरलाई ताली बजाउँदै हामी स्वागत गरौँ र केही भजन कोरसहरू गाउँदै हामी हाम्रो परमेश्वरको उपस्थितिमा जानेछौँ। हालेलुया। तालीहरू बजाउँदै उहाँको उपस्थितिमा चाहिँ हामी भजनहरू गाउँदै कोरसहरू गाउँदै उहाँको उपस्थितिमा जानेछौँ। सिंहासन हेरेर हामी आउँदैछौँ। जीवन यो आराधनाले सजाउँदै तपाईँ आउँदछौँ। दाउदको गलेको वास्तव बनाउने तयारी गर्दछौँ। हँसी हँसी उहाँलाई उचाल्न थालौँ, हृदयबाट उहाँको नामलाई उचाल्न थालौँ। जो महान हुनुहुन्छ, जो सर्वशक्तिमान हुनुहुन्छ, जसको उपस्थितिमा चाहिँ लाखौँ स्वर्गदूतहरूकन उभिकन उहाँको महिमा गर्दछन् र पवित्र पवित्र भन्दै उहाँलाई उचाल्छन्। त्यो नाउँको सर्वशक्ति नामलाई उचाल्दछन्। घेरिएर लाखौँ स्वर्गदूतहरूले यीशु तपाईलाई पवित्र पवित्र भन्दै उचाल्दैछ त्यो नाउँलाई। घेरिएर लाखौँ स्वर्गदूतहरूले यीशु तपाईलाई पवित्र पवित्र भन्दै उचाल्दैछ त्यो नाउँलाई। बिना नछाले तुरङ्गी बजाउँदै दस्तारे बाजामा सुन मिलाउँदै। बिना नछाले तुरङ्गी बजाउँदै दस्तारे बाजामा सुन मिलाउँदै जाति जातिलाई बोलाउँदै जीवनको महाराजालाई चल्दै जीवनको महाराजालाई चल्दै संसार गाउँदछौँ। स्वर्गमा जस्तो छ इच्छा तपाईँको हामी ल्याउँदछौँ। बस्नुहोस् आत्मा खेता बिजाउँदै नयाँ कामलाई फेरि रमाउँदै। बस्नुहोस् आत्मा खेता बिजाउँदै नयाँ कामलाई फेरि रमाउँदै। यसो तपाईँको दुलही भनिन हामी आउँदैछौँ। जीवन यो आराधनाले सजाउँदै तपाईँ आउँदछौँ। दाउदको गलेको वास्तव बनाउने तयारी गर्दछौँ। एउटा खाबो
छन् हेरेन हामी आउँदैछौँ जीवन यो आराधनाले सजाउँदै तपाईँ कहाँ छौँ महिमाको राजालाई अझै उहाँलाई प्रशंसा दिँदै त्यो प्रशंसाको भेटी बोकिकन उहाँको उपस्थितिमा जाउन, हृदयलाई खोलिकन उहाँको उपस्थितिमा जाउन, सबै कुराहरूलाई बिर्सिकन, सबै दुःखलाई बिर्सिकन, सबै कुराहरूलाई बिर्सिकन उहाँको उपस्थितिमा त्यसमा आफ्नो हृदयलाई लगाउन, त्यो प्रशंसाको भेटी बोकिकन उहाँको दरबारमा जाउन। तपाईँको दरबारमा प्रशंसाको भेटी बोकेर महिमाको बादल त्यसै ठाउँ बसेको देखेर तपाईँको दरबारमा प्रशंसाको भेटी बोकेर महिमाको बादल त्यसै ठाउँ बसेको देखेर चिसमिसे बिहान नभएसम्म छाया हराउँदै नगएसम्म बिहान नभएसम्म छाया हराउँदै नगएसम्म आराधना चढाउँछु तपाईँलाई मनमा सजाउँछु तपाईँलाई आराधना चढाउँछु तपाईँलाई मनमा सजाउँछु तपाईँलाई तपाईँको दरबारमा प्रशंसाको भेटी बोकेर महिमाको बादल देखेर तपाईँको दरबारमा प्रशंसाको भेटी बोकेर महिमाको बादल त्यसै ठाउँ बसेको देखेर चिसमिसे बिहान नभएसम्म छाया हराउँदै नगएसम्म चिसमिसे बिहान नभएसम्म छाया हराउँदै नगएसम्म आराधना चढाउँछु तपाईँलाई मनमा सजाउँछु तपाईँलाई आराधना चढाउँछु तपाईँलाई मनमा सजाउँछु तपाईँलाई तपाईँको उपस्थितिमा आउँदछ। लाई 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 हाम्रो प्रशंसा येशूलाई लाई 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 हाम्रो प्रशंसा येशूलाई छकिएर जान्छ संसारको राज्य येशूको राज्य तुर्दैन छकिएर जान्छ संसारको राज्य येशूको राज्य तुर्दैन जातिहरूमा येशूको प्रेमको अन्त कहिले हुँदैन जातिहरूमा येशूको प्रेमको अन्त कहिले हुँदैन लाई 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 हाम्रो प्रशंसा येशूलाई लाई 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 हाम्रो प्रशंसा येशूलाई अझै यो हृदयको ढोकाहरू खोलिकन आराधनाले येशूको उपस्थितिमा जान थालौँ। यो हृदयहरू उहाँसँग जोड्दै उहाँको उपस्थितिमा जान थालौँ। येशूको आनन्द डुब्दै जाउँ। महिमा ढोकाई खोलौँ आराधनाले येशूको सामर्थ पाउँदै जाउँ ढोकाई खोलौँ आराधनाले येशूको सामर्थ पाउँदै जाउँ हृदय जोडी लाजलाई तोडी येशूको आनन्द
आउनुहोस् हाम्रो परमेश्वरलाई ताली बजाउँदै उहाँलाई महिमा दिन थालौँ जो महान हुनुहुन्छ सर्वशक्तिमान हुनुहुन्छ जसको उपस्थितिमा चाहिँ हामी आनन्दसँग डुब्दै जान्छौँ जो प्रभु तपाईँ चाहिँ अरू कोही पनि छैन जो आदरको योग्य हुनुहुन्छ महिमाको योग्य हुनुहुन्छ सिंहासनको योग्य हुनुहुन्छ अझै उहाँको उपस्थितिमा जान थालौँ उहाँको उपस्थिति यो समय हाम्रो बीचमा चाहिँ म चाहन्छु उहाँको नामलाई उच्चार्न थालौँ न यो समय हृदयबाट उहाँलाई उच्चार्न थालौँ येशू नामलाई उच्चार्न थालौँ न जसै आज हामी उहाँको नामलाई उच्चार्दै गर्दा आज शक्तिशाली कामलाई हाम्रो जीवनमा उहाँले गर्दै हुनुहुन्छ यो समय स्वर्ग उग्रिएको छ तपाईं जस्तो कोही छैन जान्दै उहाँलाई भन्न थालौँ प्रभु तपाईँ जस्तो कोही पनि छैन हर कोही छैन आदरको योग्य एक मात्र मालिक तपाईँ हर कोही छैन सिंहासनको योग्य एक मात्र राजा हर कोही छैन आदरको योग्य एक मात्र मालिक तपाईँ हर कोही छैन सिंहासनको योग्य एक मात्र राजा तपाईँ सारा महिमाको योग्य एक मात्र प्रभु तपाईँ अरू कोही छैन निष्कलङ्क पवित्र एक मात्र तुमा तपाईँ अरू कोही छैन महिमाको योग्य एक मात्र प्रभु अरू कोही छैन निष्कलङ्क पवित्र एक मात्र तुमा तपाईँ सारा आदर सारा महिमा तिम्रै सारा आदर सारा महिमा हातहरू उठाउँदै उहाँको नाउँलाई उच्चार्न थालौँ यो समय
असै असै उहाँको नजिक जान थालौँ र उहाँलाई चाहिँ आफ्नो हृदयका त्यो शब्दहरूले चाहिँ उहाँलाई पुकार्न थालौँ जुन हाम्रो हृदयमा छ, जुन हाम्रो प्रभुको निम्ति हामी राखेका छौँ। आज त्यो शब्दहरूले उहाँको उपस्थितिमा जान थालौँ। यीशुवा तपाईँ बिना अरू कोही छैन मेरो, कोही छैन कोही छैन तपाईँ बिना अरू कोही छैन येशुवा मेरो, स्वर्गमा तपाईँ बिना मेरो कोही छैन। पृथ्वीमा मैले चाहेको चाहेको तपाईँ मात्र हो। स्वर्गमा तपाईँ बिना अरू कोही छैन। स्वर्गमा तपाईँ बिना मेरो कोही छैन येशुवा। पृथ्वीमा मैले चाहेको तपाईँ मात्र हो। पृथ्वीमा मैले चाहेको तपाईँ मात्र हो। तपाईँलाई छाडी कसलाई बुझौँ, कसको सेवा गरौँ। तपाईँ मेरो परमेश्वर। तपाईँलाई छाडी कसलाई बुझौँ, कसको सेवा गरौँ। तपाईँ मेरो परमेश्वर। स्वर्गमा तपाईँ बिना मेरो कोही छैन। स्वर्गमा तपाईँ बिना मेरो कोही छैन। पृथ्वीमा मैले चाहेको तपाईँ मात्र हो। पृथ्वीमा मैले चाहेको तपाईँ मात्र हो। येशुवा स्वर्गमा तपाईँ बिना
मेरो कोही छैन पृथ्वीमा मैले चाहेको तपाईँ मात्र हो पृथ्वीमा मैले चाहेको तपाईँ मात्र हो हाम्रो सब परमेश्वरलाई ताली बजाउँदै वाला महिमा जो महान हुनुहुन्छ जसले चाहिँ हरेक समय भन्नुहुन्छ म तिमीहरूको साथलाई कहिल्यै छोड्दिन म तिमीहरूलाई कहिल्यै टुरा टुरी बनाउने छैन कसैले पनि तिमीहरूको हृदयलाई नबुझोस् न तर तिम्रो बाबु यो ठाउँमा खडा छ हरेक समय तिम्रो दुःखलाई तिम्रो पीडालाई तिम्रो आवाजलाई सुन्ने म यहाँ छु भनिकन हरेक समय उहाँले भन्नुहुन्छ आज यही परमेश्वरलाई म चाहदछु अझै उहाँलाई ताली बजाउँदै अझै उहाँलाई महिमा दिउन र उहाँलाई धन्यवाद भन्न थालौँ त्यो अपार प्रेमको लागि प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ धन्यवाद पिता तपाईँको उपस्थितिले फेरि पनि हामीलाई भर्नुभयो र फेरि पनि तपाईँको उपस्थितिले हामीलाई नयाँ अनि ताजा बनाउनु भयो हामी तपाईँलाई धन्यवाद दिन्छौँ धन्यवाद प्रभु सारा आदर महिमा र हाम्रो आराधनालाई तपाईँको हातमा राख्दछु यीशु प्रभुको उच्च अनि पवित्र नाउँमा हामी सबैजनाले एकसाथ गर्नेछौँ आमेन 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 हुन्छ यो समय फेरि पनि म हाम्रो कुसुम दिदीलाई दिन्छु र फेरि पनि सबैजनालाई जय मसीह जय मसीह आउनुहोस् मण्डली हामी जोरदार ताली बजाउनेछौँ सारा महिमा हाम्रो परमेश्वरलाई साँच्चै नै उहाँ बाहेक अरू हाम्रो कोही पनि छैन है हाम्रो दुःखमा हाम्रो हरेक वेदनामा हाम्रो साथ नहुने है हामी परमेश्वरलाई नै महिमा भएको साथै है हाम्रो आदरणीय भाइ सुनिल अनि बहिनी मन्जुलाई पनि धेरै धन्यवाद उहाँहरूले हामीलाई परमेश्वरको उपस्थितिमा आराधनाद्वारा लानु भएको निम्ति उहाँहरूको सेवकाईमा उहाँहरूको हरेक कुरामा परमेश्वरले प्रशस्त मात्रामा आशिष गरून् हुन्छ हामी